फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कङ्ग्रेस, एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सुदूरपश्चिम प्रदेशबाट कुल 36 जनालाई समानुपातिक उम्मेद्वार बनाएका छन्। 4 दलमध्ये नेपाली काङ्ग्रेसले सबैभन्दा बढी 11 जना उम्मेद्वार समेटेको छ। काङ्ग्रेसले सुदूरपश्चिमका सबै 9 जिल्लाबाट समानुपातिक उम्मेद्वार चयन गरेको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाले भने समान रूपमा 10-10 जना उम्मेद्वार राखेका छन्। दुवै दलले प्रदेशका 5-5 जिल्लाबाट मात्र उम्मेद्वार बनाएका छन्। एमाले दार्चुला, बझाङ, कञ्चनपुर, कैलाली र अछामबाट उम्मेद्वार बनाएको छ। नेकपाले डोटी, बाजुरा, अछाम, कैलाली र कञ्चनपुरबाट उम्मेद्वार खडा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमबाट 5 जना समानुपातिक उम्मेद्वार परेको दावी गरेको छ। तर उसले बुझाएको बन्द सूचीमा सुदूरपश्चिम ठेगाना उल्लेख भएका 2 जना मात्र देखिन्छन्। दलहरूबीच जिल्लागत समावेशितामा ठूलो अन्तर देखिएको छ।